आम्बो यो हो नि त हल घरमै रुममै बसी ल तपाईहरु के हेर्न चाहनुहुन्छ हैन टक्क लाएर यसरी रुममै बसी टक्क आफूलाई मनपर्ने फिल्म लाएर मजाले हल जस्तरी रुममा हैन यो प्रोजेक्टरको सहायताले आफूलाई जहाँ सजिलो लाग्छ त्यही राख्ने ल यता राख्नु भयो उता राख्नु भयो लु सोचिदिउँ इसी दोगोदोमिगिरु वाउ यो हो नि त प्रोजेक्टर भनेर ल तपाईहरुलाई पनि मन पर्यो भने चाहिँ यो प्रोजेक्टर चाहिँ मेरो यहाँ लिंकबाट किन्नु होला है एकदमै स्पेशली केटाहरुलाई चाहिँ क्रिकेट खेल्न क्रिकेट हेर्न गेमहरु फुटबलहरु हेर्न अनि गेमहरु खेल्न ओर्न सजिलो हुन्छ लेडिजहरुलाई ड्रामा समा हेर्न हैन अब फिल्म हलमा फिल्म हेरे जस्तै गरेर टक्क रुम भित्र बसेर है मजाले यसरी 4D अझ 4DX लिन चाहनुहुन्छ भने चाहिँ टक्क लाएर चस्मा लाएर हैन पुरै आफै पानी हम्काउँदै पानी छम्काउँदै हल्लाउँदै हेर्यो भने चाहिँ 4DX को पनि मजा लिन सक्नुहुन्छ घर भित्रै वेट सकिएन ल मन पर्यो भने किन्नु होला है मेरो लिंकबाट प्रोजेक्टर मिनी प्रोजेक्टर एट होम फिल्मको एकदम फिल्म हलमा जस्तो चाहिँ तपाईहरुले एक्सपिरियन्स लिन सक्नुहुन्छ तर यो चाहिँ अलिकति के छ भने राति मात्रै हेर्न मिल्छ मतलब डार्क रुममा मात्रै हेर्न मिल्छ है रुम बाहिर लाइट आयो भनेदेखि चाहिँ फेरि सबै खिएर जान्छ के फेरि त्यही भएर तपाईहरुले चाहिँ सजिलै घरमा रुम भित्र बसेर मजाले प्रोजेक्टरबाट चाहिँ फिल्म हलको आनन्द लिन सक्नुहुन्छ म चाहिँ यहाँ साउथ इन्डियन मुभी हेर्दै छु है पुरै भित्तामा अड्काएर यत्रो ठुल्ठुलो आछ कि यही गरे नि सानो पनि हुन्छ है जहाँ गरे नि हुन्छ है यो कति मजाले यसरी हेर्दा चाहिँ पुरा हलमा हेरे जस्तै हुँदो रहेछ के ल ट्राई दिस एभ्रीवन प्लिज बाई दिस येलो कार्ड